अलीको तिम्रो याद ताली चाहिँ सँगै गर्नु पर्यो अलीको हिमाल भन्दानी। हजुरहरूले पनि गाएको एकचोटि सुन्न मन छ। अब यहाँ परदेशमा रहेर पनि त्यति धेरै खुसी हुनुहुन्छ, खुसी देशमा बस्नुभएको छ। नेपालको मेला महोत्सवमा गीत गाउँदै गर्दाखेरिमा हाम्रो परदेशतिर पनि कहिले झरेको मेट्न आउनुहुन्छ र भनेर सबैजना म्यासेज गर्नुहुन्थ्यो। चौतारी इभेन्ट्सले यो सम्भव गराइदिएको छ। एकचोटि चौतारी इभेन्ट्स सम्पूर्ण परिवारको लागि हाम्रो तर्फबाट जोरदार ताली हुनुपर्छ र सबैजनालाई धेरै धेरै माया सम्झना छ। हजुरले आफ्नो व्यस्त समयको बावजुद पनि यहाँ उपस्थित हुनुभयो। अनि नेपाली गीतमा नेपाली तालहरू अझै बिर्सिनु भएको छ कि छैन एकचोटि विचार गर्छु। मैले बजाएको तालमा हजुरले ताल मिलाउनु त, ताली बजाउनु पऱ्यो त। ताली बजाउन बिर्सिनु भयो कि? झलीको तिम्रो याद अझै स्वर खोलेर है। झलीको तिम्रो याद झलीको तिम्रो याद। स्वर पनि कति राम्रो रहेछ त नि, कति मिठो स्वरमा गाउनु भएको, कति राम्रो सुन्नेको। फेरि एकचोटि है त म खिच्छु अब चाहिँ परदेशमा पनि हाम्रो नेपाली गीत यसरी मन पराउनुहुन्छ, यसरी गाउनुहुन्छ भनेर है त सबैजना है त। झलीको अझै लाभ है त। झलीको सँगसँगै जिउलानी जो बन्दिउलानी ए जो बन्दिउलानी। झलीको अबको लाइन चाहिँ हजुरको लागि है। तिमी मेरो आत्मा हौ सधैँ साथमा छौ ए सधैँ साथमा छौ। झलीको आफ्नो जोडी आफ्नो जोडी भएको हातमाथि गर्नु न एकचोटि। सबैजना है जोडी नभएकोले हातमाथि गर्नु न एकचोटि। कति रमाइलो हो। अब मैले पनि आफ्नो जोडी छैन, मैले पनि आफ्नो जोडीको लागि अब जोडी भएको रहेछ आफ्नो माया गर्नु मान्छे गाडी लानु। यहाँ चाहिँ केही नभन्नु, यहाँ चाहिँ केही नभन्नु। हजुरले घर गएपछि आफ्नो जोडीलाई चाहिँ भन्ने पनि म्यासेज पठाउनु। के भनेर म्यासेज पठाउनु भने आशा पनि तिमी खासा पनि तिमी मुटुको ढुकी अनि सासा पनि तिमी दुःख साटौँला सबै दुःख साटौँला फेरि सुख साटौँला अब जिन्दगी ए अब जिन्दगी। फेरि घरको लक्ष्मी भनेको चाहिँ छोरी मान्छेलाई भन्छ होइन, घरको चाहिँ लक्ष्मी भनेर छोरी मान्छेलाई भन्छ। छोरी मान्छेले के भनेर चाहिँ आफ्नो मनपर्ने मान्छेलाई आफ्नो श्रीमानलाई के भनेर म्यासेज पठाउनु भने मन दुखाउने छैन शिर झुकाउने छैन पिर बेदना हाँसो खुसी केही दुखाउने छैन दुःख साटौँला सबै दुःख साटौँला प्यारा सुख साटौँला ए अब जिन्दगी। रातैभरि निद्रा छैन आँखा झिमी झिमी यसो आँखा जोड्यो भने सपनीमा बस्यो गलगाई ए बाजोमा हजुरलाई जाडो भारोला ए हजुरलाई जाडो भारोला। अनि फेरि यो फिल्डमा चाहिँ अलिक धेरै चाहिँ भजनहरू पनि गाउने गरिन्छ, बेला बेला भगवानलाई सम्झिने गरिन्छ भन्छ। मैले सुनेको कुरालाई चाहिँ
है महाराज प्रेसिडेन्ट सुखदेव सरले बताउँदा यसरी रमाइलो भएको बेलामा जसले नाच्दैन जसले ताली बजाउँदैन त्यसलाई भगवानले पापी बक्सिन्छ जसले धर्म कमाउन चाहन्छ सम्राटमा धेरै ताली बजाइ बक्सेन हे हाम्रो